मार यार यस्तो पसिना बनायो कि हैजालाई संसार डुलाएर कुदाएर ल्याएर यहाँ भर्खर चढ्दैछ हैजाले माछाहरू हिँडिरहेछ माछा 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 कत्रो माछा खतरा ल्याउ रहेछ दामी हेलो साथीहरू दर्शन नमस्ते अनि जो पा मेरो भ्लग भिडियोमा सबैजनालाई स्वागत छ साथीहरू आज पनि म भिडियो बनाउँदै गोठा जान लागेको भ्लग सानो बनाउँदै साथीहरू भ्यू त आउँदैन युट्युबमा तै पनि यसो भिडियो चाहिँ हालिराखौँ भनेर नि साथीहरू भिडियो सानो सानो बनाइराखेको जति भिडियोहरू भए पनि भ्यू चाहिँ आउँदैन कि 7-8 भ्यू आउँछ त्यसरी रोकिहाल्छ किन हो किन भ्यू चाहिँ आउँदैन युट्युबमा यसो रहर लाएर भिडियो चाहिँ बनाएको तर भ्यू चाहिँ आउँदैन हौ साथीहरू के गर्नु गाह्रो छ मलाई अलिक सपोर्ट देखाइदिनु पर्यो साथीहरू अलिकति सपोर्ट गरिदिनु पर्यो भिडियो हेरेर साथीहरू आज पनि फेरि गोठाला जाँदैछु दिने पछि गोठाला जानै पर्ने हुन्छ के गर्ने आज जाडो जाडो छ हिजो जस्तो घाम चाहिँ लागेको छैन किन खुट्टामा चोट लागिहालेछ कस्तो जङ्गलको बाटो छ चोट लागिहाल्छ यार नलडी मर्ला Hadi. Taruh. Hadi. Udah atas. Udah. Tar. Oh. Udah. Wah. Udah. 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 Udah.
चल साथीहरु म चाहिँ यहाँ ठुलो भिरको बीचमा आएर बसिरहेको छु यहाँनिर भिरमा एकदम शीतल छ रमाइलो छ अनि यहाँ के भन्नु घर जस्तै छ कि क्या दामी छ यो भिरमा क्या शीतल छ क्या खोलाको भित्तामा यहाँनिर दामी छ है गाई यहाँनिर पानी पऱ्यो भने यहाँ ओत लाग्ने ओडार छ खतरा छ क्या यहाँ ओडार खतरा ल्याउ रहेछ दामी त्यहाँ चाहिँ माछा पनि पाइन्छ तर यहाँ माछा अलि देखिने थियो लुको कता लुको माछा यहाँनिर निकै ठुलो माछा कुदिरहेको थियो कि यो दुलोमा पसिरहेको है माछा साथीहरू निकै ठुलो माछा हो त यहाँ माछाहरू हिँडिरहेछ माछा 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 कत्रो माछा ठुलो पो छ त माछा क्यामेरा त्यति देखिएको छैन तर यो माछा एउटा निकै ठुलो छ असला माछा ठुलो छ माछा ठुलो कतिलो माछा छ यहाँ ठुल्ठुलो माछा छ यहाँ साङ्सीले खोलामा को मार्नु आउने गोरु कुदेर धन्ने मार यार यस्तो पसिना बनायो कि लास्टै खतम गोरु छ यार कुदेको संसार डुलाएर खतमै बनायो
छेट मैले देखिन गोठाला नि गरिने यस्तो जाँठोकोलाई बाँधेर राखिन्छ अब हैजालाई संसार डुलाएर कुदाएर ल्याएर यहाँ भर्खर चढ्दैछ हैजाहरू किरिया लड मर्दैन पनि मरेर गाड्नु हुन्थ्यो नि किरियाहरू हालिदिनेहरू जति सराप पनि मर्दैन किरियाहरू थोरै दुःख दिएको होइन अहिले मासुलाई खत्तम गर्नु परेछ काटेर मासु खानु मिलेन काटेर चर्ला पो छिनाउने जस्तो कस्तो खत्तम गर्नु परेछ नि किरियाहरू